हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू भिडियोज। साथीहरू, के तपाईँहरूले पनि नेपाल खानेपानी संस्थानमा फर्म गर्नुभएको थियो अर्थात् लोकसेवाका कुनै पनि फर्महरू एप्लाई गर्नुभएको थियो भने अब साथीहरू, यदि तपाईँले इक्जामको लागि तयारीमा हुनुहुन्छ र एकदम तनाव लिइरहनु भएको छ भने अब तनाव लिनु पर्दैन, किनकि साथीहरू हामीले तपाईँहरूमाझ नयाँ भिडियोहरू जुन चाहिँ लोकसेवा आयोगमा सोधिएका र सोध्न सक्ने सम्भावित प्रश्नहरूलाई छलफल गरेर नयाँ भिडियोहरू बनाएर उपस्थित भइसकेका छौँ। साथीहरू, आज भने हामीले नेपालको इतिहास सम्बन्धी लोकसेवा आयोगमा सोधिएका र सोध्न सक्ने सम्भावित प्रश्नहरू लिएर छलफल गर्नेछौँ। त्यसैले साथीहरू, भिडियोलाई कति पनि स्किप नगरी अन्तिमसम्म हेर्नुहोला र भिडियो कस्तो लाग्छ साथीहरू, मन पर्यो भने लाइक गर्नुहोला, कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, धेरैभन्दा धेरै साथीहरूलाई भिडियो सेयर गर्नुहोला। र साथीहरू, अब हामी लागौँ ढिला नगरी विषयवस्तुतर्फ। क्वेसन नम्बर 1, नेपालको शाहजहाँ भनेर कुन राजालाई चिनिन्छ? नेपालको शाहजहाँ भनेर कुन राजालाई चिनिन्छ? अप्सन ए मा रहेको छ भूपतिन्द्र मल्ल, अप्सन बी मा रहेको छ सिद्धिनरसिंह मल्ल, अप्सन सी मा रहेको छ प्रताप मल्ल, अप्सन डी मा रहेको छ जयप्रकाश मल्ल। साथीहरू, सही आन्सर हो अप्सन नम्बर बी सिद्धिनरसिंह मल्ल। र साथीहरू, यो प्रश्न शाखा अधिकृतको 2074 सालमा सोधिएको प्रश्न हो। त्यसै गरी अर्को प्रश्न रहेको छ क्वेसन नम्बर 2, काठमाडौँमा हनुमान ढोकाको स्थापना कसले गरेका हुन्? काठमाडौँमा हनुमान ढोकाको स्थापना कसले गरेका हुन्? अप्सन ए मा रहेको छ रत्न मल्ल, अप्सन बी मा रहेको छ जयस्थिति मल्ल, अप्सन सी मा रहेको छ प्रताप मल्ल, अप्सन डी मा रहेको छ एच मल्ल। साथीहरू, सही आन्सर हो अप्सन नम्बर सी प्रताप मल्ल। यो चाहिँ नासुको 2075 सालमा सोधिएको प्रश्न हो। त्यसै गरी अर्को प्रश्न रहेको छ क्वेसन नम्बर 3, नेपालमा महिला शिक्षाको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालादेखि भएको हो? नेपालमा महिला शिक्षाको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालादेखि भएको हो? अप्सन ए मा रहेको छ वीर शमशेर, अप्सन बी मा रहेको छ देव शमशेर, अप्सन सी मा रहेको छ चन्द्र शमशेर, अप्सन डी मा रहेको छ पद्म शमशेर। साथीहरू, सही आन्सर हो अप्सन नम्बर ए वीर शमशेर। यो चाहिँ प्रास शिक्षा सेवा 2077 सालमा सोधिएको प्रश्न रहेको छ। अब यसै गरी अर्को क्वेसन्स रहेको छ क्वेसन नम्बर 4, लिच्छवी कुलकेतु उपाधि धारण गर्ने राजा को हुन्? लिच्छवी कुलकेतु उपाधि धारण गर्ने राजा को हुन्? अप्सन ए मा रहेको छ मानदेव, अप्सन बी मा रहेको छ अंशुवर्मा, अप्सन सी मा रहेको छ नरेन्द्र देव, अप्सन डी मा रहेको छ शिवदेव प्रथम। साथीहरू, सही आन्सर हो अप्सन नम्बर डी शिवदेव प्रथम। साथीहरू, यो चाहिँ 2076 सालको खरिदारमा सोधेको प्रश्न रहेको छ। यसै गरी अर्को क्वेसन्स रहेको छ क्वेसन नम्बर 5, प्रसिद्ध कैलाशकूट भवनको निर्माण कुन राजाले गरेका थिए? प्रसिद्ध कैलाशकूट भवनको निर्माण कुन राजाले गरेका थिए? अप्सन ए मा रहेको छ मानदेव, अप्सन बी मा रहेको छ अंशुवर्मा, अप्सन सी मा रहेको छ नरेन्द्र देव, अप्सन डी मा रहेको छ जयदेव द्वितीय। साथीहरू, सही आन्सर हो अप्सन नम्बर बी अंशुवर्मा। यो चाहिँ साथीहरू खरिदारको 2072 साल, त्यसै गरी नासुको 2076 साल र शाखा अधिकृत 2077 सालमा सोधेको प्रश्न रहेको छ। त्यसैले साथीहरू, यो एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। त्यसै गरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 6, सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्? सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्? अप्सन ए मा रहेको छ भीमसेन थापा, अप्सन बी मा रहेको छ गजराज मिश्र, अप्सन सी मा रहेको छ अमरसिंह थापा, अप्सन डी मा रहेको छ चन्द्र शमशेर। साथीहरू, सही आन्सर हो अप्सन नम्बर बी गजराज मिश्र। यो चाहिँ 2073 सालको शाखा अधिकृतमा सोधेको प्रश्न रहेको छ। त्यसै गरी अर्को क्वेसन्स रहेको छ क्वेसन नम्बर 7, कुन मल्ल राजाको
मृत्यु हुँदा 31वटा रानीहरू सती गएका थिए? कुन मल्ल राजाको मृत्यु हुँदा 31वटा रानीहरू सती गएका थिए? अप्सन ए मा रहेको छ योग नरेन्द्र मल्ल, अप्सन बी मा रहेको छ प्रताप मल्ल, अप्सन सी मा रहेको छ जयस्थिति मल्ल, अप्सन डी मा रहेको छ एच ए मल्ल। साथीहरू सही आन्सर हो अप्सन नम्बर ए योग नरेन्द्र मल्ल। साथीहरू खरिदारको 2073 सालमा सोधिएको प्रश्न रहेको छ यो चाहिँ। त्यसै गरी अर्को क्वेसन्स रहेको छ क्वेसन नम्बर 8। नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरियो? नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरियो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 1981, अप्सन बी मा रहेको छ विक्रम सम्वत 1983, अप्सन सी मा रहेको छ विक्रम सम्वत 1977, अप्सन डी मा रहेको छ विक्रम सम्वत 1990। साथीहरू सही आन्सर हो अप्सन नम्बर ए विक्रम सम्वत 1981। यो प्रश्न साथीहरू नासोको 2072 सालमा सोधिएको प्रश्न रहेको छ। त्यसै गरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 9। स्वामी निर्गुणानन्द भनेर कुन राजालाई चिनिन्छ? स्वामी निर्गुणानन्द भनेर कुन राजालाई चिनिन्छ? अप्सन ए मा रहेको छ रणबहादुर शाह, अप्सन बी मा रहेको छ राजेन्द्र शाह, अप्सन सी मा रहेको छ पृथ्वीनारायण शाह, अप्सन डी मा रहेको छ गिरवान युद्धविक्रम शाह। साथीहरू सही आन्सर हो अप्सन नम्बर ए रणबहादुर शाह। यो प्रश्न चाहिँ साथीहरू खरिदारको 2071 सालको एक्जाममा सोधिएको प्रश्न रहेको छ। यसै गरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 10। नेपालको इतिहासमा कोत पर्व कहिले घटेको थियो? नेपालको इतिहासमा कोत पर्व कहिले घटेको थियो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 1901 असोज 2 गते, अप्सन बी मा रहेको छ विक्रम सम्वत 1903 असोज 2, अप्सन सी मा रहेको छ विक्रम सम्वत 1905 भाद्र 31, अप्सन डी मा रहेको छ विक्रम सम्वत 1903 भाद्र 31। साथीहरू सही आन्सर हो अप्सन नम्बर बी विक्रम सम्वत 1903 असोज 2। यो क्वेसन साथीहरू शाखा अधिकृत 2073 सालमा सोधिएको क्वेसन रहेको छ। त्यसै गरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 11। गोपाल वंशका प्रथम राजा को हुन्? गोपाल वंशका प्रथम राजा को हुन्? अप्सन ए मा रहेको छ भुक्तमान, अप्सन बी मा रहेको छ एच गुप्त, अप्सन सी मा रहेको छ जय गुप्त, अप्सन डी मा रहेको छ बर सिंह। साथीहरू सही आन्सर हो अप्सन नम्बर ए भुक्तमान। साथीहरू यो क्वेसन टिएससी प्राविको 2078 सालमा सोधिएको क्वेसन रहेको छ। त्यसै गरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 12। नेपालमा पात्रोको प्रकाशन कसको पालादेखि सुरु भएको हो? नेपालमा पात्रोको प्रकाशन कसको पालादेखि सुरु भएको हो? अप्सन ए मा रहेको छ वीर शमशेर, अप्सन बी मा रहेको छ रणदीप सिंह, अप्सन सी मा रहेको छ चन्द्र शमशेर, अप्सन डी मा रहेको छ जुद्ध शमशेर। साथीहरू सही आन्सर हो अप्सन नम्बर बी रणदीप सिंह। साथीहरू यो प्रश्न नासोको 2076 सालमा सोधिएको क्वेसन रहेको छ। त्यसै गरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 13। लिच्छवी कालमा भन्सार सम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो? लिच्छवी कालमा भन्सार सम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो? अप्सन ए मा रहेको छ कुथेर, अप्सन बी मा रहेको छ मापचोक, अप्सन सी मा रहेको छ सुल्की, अप्सन डी मा रहेको छ लिङ्गोल। साथीहरू सही आन्सर हो अप्सन नम्बर सी सुल्की। यो क्वेसन शाखा अधिकृतको 2075 सालमा सोधिएको क्वेसन रहेको छ। त्यसै गरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 14। म मरेपछि मेरो राज्यका सबै मानिसहरू रुनु पर्दैन भन्ने राजा को हुन्? म मरेपछि मेरो राज्यका सबै मानिसहरू रुनु पर्दैन भन्ने राजा को हुन्? अप्सन ए मा रहेको छ पृथ्वीनारायण शाह, अप्सन बी मा रहेको छ योग नरेन्द्र मल्ल, अप्सन सी मा रहेको छ जयप्रकाश मल्ल, अप्सन डी मा रहेको छ
महेन्द्र शाह। साथीहरू सही आन्सर हो अप्सन नम्बर बी युग नरेन्द्र मल्ल। यो क्वेसन साथीहरू खरिदारको 2074 सालमा सोधेको क्वेसन रहेको छ। यसैगरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 15। काठमाडौँमा दरबार हाई स्कुलको स्थापना कहिले भएको थियो? काठमाडौँमा दरबार हाई स्कुलको स्थापना कहिले भएको थियो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 1903, अप्सन बी मा रहेको छ विक्रम सम्वत 1910, अप्सन सी मा रहेको छ विक्रम सम्वत 1958, अप्सन डी मा रहेको छ विक्रम सम्वत 1975। साथीहरू सही आन्सर हो अप्सन नम्बर बी विक्रम सम्वत 1910। यो क्वेसन साथीहरू प्रासको शिक्षा आयोगको 2079 सालमा सोधिएको क्वेसन रहेको छ। त्यसैगरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 16। बुलेट महाराज भनेर कुन शाहवंशी राजालाई चिनिन्छ? बुलेट महाराज भनेर कुन शाहवंशी राजालाई चिनिन्छ? अप्सन ए मा रहेको छ श्री 5 त्रैलोक्य, अप्सन बी मा रहेको छ श्री 5 सुरेन्द्र, अप्सन सी मा रहेको छ श्री 5 त्रिभुवन, अप्सन डी मा रहेको छ श्री 5 महेन्द्र। साथीहरू सही आन्सर हो अप्सन नम्बर ए श्री 5 त्रैलोक्य। साथीहरू यो प्रश्न खरिदारको 2075 सालमा सोधिएको क्वेसन रहेको छ। त्यसैगरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 17। नेपालको इतिहासमा अलौँ पर्व कसको पालामा भएको थियो? नेपालको इतिहासमा अलौँ पर्व कसको पालामा भएको थियो? अप्सन ए मा रहेको छ सुरेन्द्र शाह, अप्सन बी मा रहेको छ राजेन्द्र शाह, अप्सन सी मा छ पृथ्वीनारायण शाह, अप्सन डी मा रहेको छ रणबहादुर शाह। सही आन्सर हो अप्सन नम्बर बी राजेन्द्र शाह। साथीहरू यो क्वेसन नासुको 2077 सालमा सोधिएको क्वेसन रहेको छ। त्यसैगरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 18। सती प्रथाको अन्त्य कुन राणा प्रधानमन्त्रीले गरेका हुन्? सती प्रथाको अन्त्य कुन राणा प्रधानमन्त्रीले गरेका हुन्? अप्सन ए मा रहेको छ चन्द्र शमशेर, अप्सन बी मा रहेको छ जुद्ध शमशेर, अप्सन सी मा रहेको छ भीम शमशेर, अप्सन डी मा रहेको छ पद्म शमशेर। साथीहरू सही आन्सर हो अप्सन नम्बर ए चन्द्र शमशेर। साथीहरू यो क्वेसन टिएससी निमाविको 2079 सालमा सोधेको क्वेसन रहेको छ। त्यसैगरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 19। किरात वंशका प्रथम राजा को हुन्? किरात वंशका प्रथम राजा को हुन्? अप्सन ए मा रहेको छ एलम्बर, अप्सन बी मा रहेको छ गस्ती, अप्सन सी मा रहेको छ जितेदास्ती, अप्सन डी मा रहेको छ हुमती। साथीहरू सही आन्सर हो अप्सन नम्बर ए एलम्बर। साथीहरू यो क्वेसन 2072 सालको खरिदारको इक्जाममा सोधिएको क्वेसन रहेको छ। त्यसैगरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 20। खरिदार पदको सिर्जना कसले गरेका हुन्? खरिदार पदको सिर्जना कसले गरेका हुन्? अप्सन ए मा रहेको छ पृथ्वीनारायण शाह, अप्सन बी मा रहेको छ जङ्गबहादुर राणा, अप्सन सी मा रहेको छ चन्द्र शमशेर, अप्सन डी मा रहेको छ भीमसेन थापा। साथीहरू सही आन्सर हो अप्सन नम्बर ए पृथ्वीनारायण शाह। साथीहरू यो क्वेसन नासुको 2074 सालको इक्जाममा सोधिएको क्वेसन रहेको छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। साथीहरू भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस्, धेरैभन्दा धेरै साथीहरूलाई भिडियो सेयर गर्नुहोस् र यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्, धन्यवाद।